साथीहरू पोहोर सारीको ब्रह्मकमल बिचारा राख्ने ठाउँ नभएर यसलाई मैले बेपत्तै त राखिदिएको थिएँ। हेर्नुहोस् त यहाँ फुलेको छ। म त देखेको थिइनँ पनि, यहाँ खानु आउने भाइले पो यहाँ पनि फुलेको रहेछ भनेर भन्नुभयो। अनि हेर्नुहोस् न यसको बोट हेर्नु, यत्रोमा रोपेको छु, घारीभित्र फुलिरहेछ नि। हेर्नु न, केही गर्नु पाएको छैन। अनि अर्को कुरा कि यो मेरो हिबिस्कस येल्लोमा भित्र रातो हुने हो नि त। अस्ति यत्रो भएको छ है। कोपिला भर्खर आउँदैछ। अस्ति लागेको कोपिलाहरू एउटै अडिएन, सब झऱ्यो। के भएर हो पनि। धुलोले हेर्नु न, यो त बाटोकै छेउमा छ नि त। यो झन् अब यो ब्रह्मकमलको उयो चाहिँ देखाइदिन्छु ल तपाईँलाई। बोट हेर्नु है। खास मैले यहाँनिर यसलाई प्रोपोगेट मात्रै गरेको नि त, तर ठाउँ नभएर, राख्ने ठाउँ नभएर। हेर्नु न, यो हो क्या बोट चाहिँ। अनि यो हाँगा निस्केर चाहिँ गएर फुलेको, तर घारीभित्र छ। हेर्नुहोस् न, अब यसलाई म यति संरक्षण गर्छु कि बिचरा यस्तो भित्र आएर चाहिँ यहाँ बिचरा फुल्नु निस्केछ। अहिले पानी हालिदिएको नि। यो त कस्तो बेपत्तै भएको थियो हौ मेरो ब्रह्मकमल। हेर्नुहोस् त, मैले त थाहा पाएको थिइनँ कि यता फुलहरू यसो चलाउँदाखेरि यो पनि निकै टाढो पो फुलेको छ त। यो यहाँ फुलिरहेको रहेछ कि। अनि यसको बासना हर्र आयो, फुलेछ कि क्या हो भनेर हेरेको त फुलिरहेको रहेछ। हेर्नुहोस् है गाइस, यो बोटमा आज एउटा मात्रै फुलेको छ। कोपिला चाहिँ थुप्रै निकै लागेको छ। पोहोरको जस्तो झ्याम्म फुलेन। हेर्नुहोस् न गाइस, यही